ए गणबहादुर भाइ नमस्ते नमस्ते नमस्ते। ल लिनुहोस् 22 गते बाछेको घरमा सत्यनारायणको पूजा छ। त्यही दिन कान्छीको टिकाटालोको पनि कुरा चलेको छ। आउनु है। होइन कोसित गरिदिनु भएछ कान्छीको बिहे? उसैको ठुलो भेनासँग नि। अच्छा कसरी मान त कान्छीले? कुरो मनाएपछि मानिहाल्छ नि। ओ मामा नमस्ते नमस्ते। लौ 22 गते बाछेको घरमा पूजा पनि छ, कान्छीको टिकाटालो पनि छ। आउनुहोस् है। नमस्ते माइजू। लो 22 गतेको लागि निम्तो है। एकछिन रमाइलो गर्नुपर्छ कि क्या हो? मुर्दार लाटो पो रहेछ, कस्तो तर्छ। ल यता आइज। कस्तो मस्केको हौ? यस्तो लाटो पनि आए मान्छे भनेपछि त मक्कै पर्ने हो। हेर त केटी हो, राम्री देख्यो होला नि तँलाई। लाटोलाई नि त रमाइलो गर्न मन लाग्छ होला नि। त्यस्तो तेरो मन खान्छ भने जङ्गलतिर लिएर जान। तैँले आँटे नि हुन्छ नि। के गर्ने, अलि बुढो रहेछ। तनरीहरू पो छट्टाउँछन् नि, बुढाले त काण्ड बुढाइहाल्छन् नि। अब यो लाटोले त मलाई आँखा पो झिम्कायो भाइ। छैले नि झिम्काइदेन त। हो त। ओए तैँले मलाई बिहे गरेर लिएर जाने हो? हो अनि तर म छ नि अँगालो मारेर सुत्ने है त। अलिकति साँप्रा देखाइदिएन, मुर्सै पर्छ लाटो। हो यसलाई त हेर्ने हो। ला हेर, ला ला ला। ए भाइ यो डरलामी साइलाको घर कुन चाहिँ पर्यो? त्यहाँ ए ओहो पुसाई नमस्कार। यत्रो वर्षपछि कहाँबाट सम्झिनु भयो त मैले? नमस्ते नमस्ते। लो बस्नुहोस्। ओहो म त निम्तो दिन आएको साइला। 22 गते बाछेशालाले सत्यनारायणको पूजा राखेको छ। त्यही दिन कान्छीको पनि ठुलो भेनासँग टिकाटालो गर्ने कुरो छ। जसरी नै आउनुपर्छ है। ओहो पूजाको न्युले सबैसँग भेटघाट हुनु पाउने भयो। आफै त चाटेका अबुई यो त लाटो होइन रहेछ। ए बुढी पुसाई चिनेनस्? नमस्कार गर। नमस्ते। नमस्ते नमस्ते। अब पुसाईलाई भोग लाग्यो होला। ए बुढी भात पस्का त। अर्कलेर पकाएको भात पाहुनाले खाइदियो है साइला। दुःख दियो है मैले त। छैन छैन, के को दुःख हो?
पुसैले भात थाप्दैन। के भएको छ यसको दिमाग? भात हाल्दै भनेको। दाल हालेपछि भात हाले नि हुन्छ साइला। होइन योलाई आज के भएको छ? मलाई होइन पुसैले थप्दै भनेको। तिमीले पनि खाइसक्यो नि त। शमशेर, मेरो त बाआमाले ठुलो भेनासँग बिहे गरिदिने भनेको छ। तँलाई नक्कली मैले भागौँ भन्दा किन मानेन भनेको त बल्ल पो थाहा भयो। यस्तो दौडेर बसेर रहेछस्। पोहोर मैले तँलाई भागौ भन्दा तैँले त हो नि जागिर छैन भनेर खुट्टा कमाएको। यत्तिको ज्यान भएको तन्नेरीले त हलो जोतेर पनि आफ्नो स्वास्नीलाई पाल्छु भन्ने हिम्मत नभएको हो तिहारा। अब मलाई किन यस्तो र उस्तो भनेर खोट लगाउँछस्? भने जस्तो पेन्सन पकाएर आएको भेना फेला पारेछस्, भइहाल्यो नि। हाम्रो भेना त कति गोरो, ज्यान पनि मिलेको, चट्ट परेको छ है। चिप्पेको छ तेरो अँगालो भरि हुन्छ। त सुकेको सिद्रा माछा जस्तो, कहिले मोटाउने हो? अब जागिर खाएर पैसा कमाएस् त मोटाइहाल्छ नि। अनि के गर्छस् नि? त जस्तै राम्री नपाए पनि कसैले त पत्याउला नि। मलाई बिर्सन सक्छस् त? तेरो त रूप पनि राम्रो, स्वर सुन्यो झनै राम्रो। कति भाग्यमानी रहेछ तेरो भेना। आधा उमेर ढल्केपछि पनि भने जस्तै भेटाउने भयो। तैँले पनि नभेटाएको त होइनस् नि। मलाई त भाका नगाई अन्तिममा परक्कै निमठी हालिस् नि। अయ్या पनि भन्न पाइनँ। आफ्नो मायालुलाई अर्काले लान लाग्यो भन्ने थाहा पाएर पनि चुप्प लागेर आँसु पिलपिल झार्न खोज्ने लच्छी। त आफै भेनासँग जान्छु भने जस्तो गरेछ के हो नि त? तँलाई जिस्काइदिएको नि, कतिको माया गर्छस् भनेर विचार गरेको। अब त जसरी पनि भाग्नु पर्ने भयो होइन त? के को होइन हो नि, नत्र अर्कैले लैदिन्छ। अनि मन दुखेर बेसीमा झरेको, हितको माया बिर्सन परेको भनेर गाउँ बेसी गर्ला। जाउँ न त त्यसो भए आजै। स्वास्नी भगाएर लैजाने तन्नेरीसँग पैसा चाहिँ कति छ नि? तैँले बिहे गर्ने भइस् भने मलाई भनाइ भनेको छन् आमाले। किन? आमाको एकजोर गहना छ, त्यही मासेर बिहे गर भनेको छिन्। पर्दैन त्यो बुढी फुपूको गहना मास्न, मलाई केही किनिदिनु पर्दैन। बिहे भएपछि बुढाबुढी कतै गएर काम गरौँला अनि जोडौँला गहना। गहना पनि लाउँदैनस् भने त मसँग भएको पैसाले भाग्न पुग्छ है। पिर नगर, मेरो खुत्रुकेमा पनि पैसा छ। पुगेन भने मेरो गहना बेचौँला। यहाँबाट हामी गएपछि केही काम पायो भने त हामीलाई धेरै पैसा पनि चाहिँदैन। त्यसो भए कहिले जाने त? 22 गते पूजा छ हाम्रो घरमा। तँलाई पनि गीत गाउन बोलाइहाल्छ, त्यही आइज। रातभरि गीत गाउन, अनि बिहानी पख सबैजना सुतेको बेला त्यही मौका छोपेर कति ढिलो गरेको यसले? छिटो गर्नु न। मलाई जान मनै छैन बुढा। ए आफन्तकोमा मर्दा पर्दा नगएर हुन्छ? हे तिमी एक्लै जाऊ न त। के रे फेरि भन् त? स्वास्नी मरेर म एक्लै आएको भन्ने म उहाँ गएर? तँ गएपछि तेरो घर मर्दा पर्दा को आइदिन्छ? तँ जसरी पनि जानुपर्छ।